बरु काङ्ग्रेस एमाले माओवादीले यहाँ मानवीयता देखाए। यो हर्कसम्म राईको पार्टीका यी कार्यकर्ताहरू के भएका यो उद्दण्ड यो बेलामा तेरो मेरो भन्ने हो त। अनि हर्केलाई विश्वास गर्छ नि त, ऊ ढुङ्गा बोक्न जाला। यो बेलामा त ढुङ्गा बोकेर उद्धार हुँदैन नि त। यो फट त त्यो कालो चचे खान, सेतो चचे खान, बङ्गुर खान क्युआरमा आएको होइन नि त। देश रोइरहेको छ, पीडितहरू कति बेपत्ता छन्, कति घाइते छन्। यो उसलाई सोध्नु होला, उसलाई सोधेर यो चोचे खानलाई क्युआरमा आएको होइन। यिनीहरू कामभन्दा बढी रक्सी र मासु खाएर खर्च गर्ने। त्यो त भिडियोहरू सार्वजनिक छ त। यिनीहरूले त्यो दार्चुलामा बनाएको तपाईँको त्यो झुलुङ्गे पुलकै बेलामा सार्वजनिक खर्च केमा बढी भयो भने त देखिएको छ त। त्यस कारणले यो उद्दण्ड यिनीहरू मानवीयताभन्दा पनि हराएर दानवतिर प्रवेश गरेका पात्रहरू हुन्। यिनीहरूको हामीले वकालत गर्नु नै छैन। तर सिङ्गो राष्ट्र अहिले एक ठाउँमा आएको छ, यति मात्रै हो र। भारत, चीन लगायतका विश्वका शक्ति राष्ट्रहरूलेसम्म पनि गरेको छ। क्षति नेपालमा मात्रै भएको छैन नि। तर मनोज सर, अब यो जनतामा जुन प्रधानमन्त्री राहत कोष भनेर क्युआर राखेर जनताले अब जतिसक्दो अब एकसुका गरे पनि अब पीडितहरूको अनुहारमा हाँसो आउन सहयोगिता गर्छ। अब यहाँको सरकार, तपाईँको मन्त्री, सांसद, कर्मचारीले पनि छाती चौडा गर्नु पर्यो क्या, 1-2 महिनाको तलबै लिन्न भनेर यतिखेर। त्यो सबैले गर्नु पर्यो। यो 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 यति ठुलो वितण्डा र क्षतिले तपाईँको सिङ्गो देशको आर्थिक अवस्थालाई कमजोर बनाउन सक्छ। त्यस कारणले करिब 2 खरबको क्षति भएको भनेको छ नि। 5 खरबभन्दा बढी उठाएर देखाइदियो भने नेपाली जनताले ताकत देखाउने बेला यही हो। र तपाईँ हामीले एउटा यस्तो प्रधानमन्त्री पाएको छौँ जसले शून्य भ्रष्टाचारमा विश्वास गर्छन्। बरु प्रधानमन्त्री त्याग्छन्, यिनी भ्रष्टाचार गर्दैनन्। हेर्नुहोस्, त्यसको लडाइँ यिनी पार्टीभित्रै यिनको भ्रष्टाचार विरुद्धको लडाइँ सुरु छ। 3 वर्ष महानगरका मेयर हुँदाखेरि पनि यिनको भ्रष्टाचार विरुद्धकै लडाइँको कारण नेपाली जनताले विश्वास गरेका हुन्। त्यो प्रधानमन्त्रीले आह्वान गरेको हो क्या, यो हर्केले आह्वान गरेको होइन नि। प्रधानमन्त्री बालन शाहले आह्वान गरेको, हिजोको केपी ओलीले, प्रचण्डले, शेरबहादेवले आह्वान गरेको होइन। निर्धक्कसँग खुलेर अरू कतै होइन, सिधै प्रधानमन्त्री राहत कोषमा मात्रै सहयोग गरौँ भने 1 रुपियाँको तपाईँको काम 10 रुपियाँ बराबर गरेर देखाइदिन्छ प्रधानमन्त्रीले। यो मेरो विश्वास हो भने, मैले चिनेका मान्छे हुन् र उनको व्यवहारले पनि त्यो देखाएको छ। तपाईँहरूले हामी अरू कसैले विभिन्न कुरामा आरोप लगाउने ठाउँ आफ्नो होला, तर भ्रष्टाचार गर्दैन र भ्रष्टाचार गर्न दिँदैन, यसमा त ढुक्क हुनुहुन्छ होला नि तपाईँहरू। त्यसकारणले यसपटक क्युआर श्रम संस्कृति वा तलमाथि क्युआर होइन, यसपटकको क्युआर सिधै प्रधानमन्त्री राहत कोषलाई मात्रै क्युआर गरौँ र सहयोग गरौँ। नेता, मन्त्री, सांसद, कर्मचारी सबैले पनि छाती चौडा गरेर 1-2 महिनाको तलब छोड्नु पर्यो नि। अब होइन हो, देश अप्ठ्यारोमा समग्र कर्मचारीले पनि 1 महिनाको तलब छोड्नु पर्यो। प्रधानमन्त्रीले पनि यो कुरो पक्कै पनि आह्वान गर्नु होला। प्रधानमन्त्रीले त यो आह्वानै गर्नु पर्यो, मैले 1 महिनाको छोडेँ, मैले 2 महिनाको छोडेँ, मैले 6 महिनाको छोडेँ।